एआई अर्थात् कृत्रिम बुद्धिमत्ता अहिले मानव इतिहासकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको प्रविधि बनेको छ। केही वर्ष अघिसम्म विज्ञान कथामा मात्र सीमित देखिने प्रविधि आज हाम्रो मोबाइल, कम्प्युटर, कार्यालय, विद्यालय र दैनिक जीवनको हिस्सा बनिसकेको छ। एउटा प्रश्न सोध्ने बित्तिकै उत्तर दिने, निबन्ध लेखिदिने, फोटो बनाइदिने, कोड लेखिदिने र जटिल समस्या समाधान गरिदिने क्षमताका कारण एआईलाई धेरैले मानव सभ्यताको अर्को ठूलो क्रान्तिका रूपमा व्याख्या गरिरहेका छन्। तर यसैबीच एउटा गम्भीर प्रश्न पनि उठ्न थालेको छ कि एआईले हाम्रो काम मात्र सजिलो बनाइरहेको छ वा यसले बिस्तारै मानिसको सोच्ने, सम्झने र सिर्जना गर्ने क्षमतालाई कमजोर बनाउँदै लगिरहेको छ। मानिसको दिमाग एउटा मांसपेशी जस्तै छ। जसरी शरीरका मांसपेशीहरू प्रयोग नगर्दा कमजोर हुँदै जान्छन्, त्यसरी नै दिमाग पनि प्रयोग कम हुँदै जाँदा त्यसको क्षमता घट्न थाल्छ। मानव सभ्यताको विकास हजारौं वर्षसम्म निरन्तर सोच, खोज, प्रयोग र सिर्जनाको परिणाम हो। मानिसले समस्या समाधान गर्न सिक्यो, नयाँ विचार जन्मायो, ज्ञान निर्माण गर्यो र त्यही आधारमा आजको आधुनिक संसार निर्माण गर्यो। तर अहिलेको पुस्ताले तीमध्ये धेरै काम आफैले गर्नुको सट्टा एआईलाई जिम्मा दिन थालेको छ। आज एउटा विद्यार्थीलाई गृह कार्य गर्नु पर्यो भने उसले विषय बुझ्ने प्रयास गर्नुभन्दा पहिले एआईमा प्रश्न टाइप गर्छ। एउटा कर्मचारीले प्रतिवेदन तयार गर्नु पर्यो भने उसले आफ्नै विश्लेषण गर्नुभन्दा पहिले एआईको सहायता खोज्छ। एउटा सामग्री निर्माता नयाँ विषयमा सोच्नुपर्ने भयो भने उसले आफ्नो सृजनशीलता प्रयोग गर्नुभन्दा पहिले एआईबाट सुझाव माग्छ। यसरी हेर्दा एआईले समय बचाइरहेको देखिन्छ, तर प्रश्न के हो भने समय बचाउने क्रममा के हामी आफ्नै बौद्धिक क्षमता गुमाउँदै त छैनौँ? विशेषज्ञहरूका अनुसार मानिसले कुनै पनि विषयमा गहिरो रूपमा सोच्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने क्षमता निरन्तर अभ्यासबाट मात्रै विकसित हुन्छ। यदि त्यो अभ्यास कम भयो भने आलोचनात्मक सोच अर्थात् क्रिटिकल थिङ्किङ कमजोर हुन सक्छ। एआईले तत्काल उत्तर दिन्छ, तर त्यो उत्तर सही छ कि गलत भन्ने मूल्याङ्कन गर्ने जिम्मेवारी भने अझै मानिसकै हो। समस्या तब सुरु हुन्छ जब मानिसले उत्तरको सत्यता जाँच्न छोड्छ र मेसिनले दिएको कुरा नै अन्तिम सत्य मान्न थाल्छ। यसको अर्को असर सृजनशीलतामा पनि देख्न सक्छ। इतिहासका महान आविष्कार, साहित्य, कला र वैज्ञानिक खोजहरू कुनै मेसिनले गरेका थिएनन्। यी सबै मानव कल्पना शक्ति, जिज्ञासा र सङ्घर्षको परिणाम थिए। यदि नयाँ पुस्ताले सृजना गर्ने भन्दा बढी तयार सामग्री प्रयोग गर्न थाल्यो भने भविष्यमा नयाँ विचार जन्माउने क्षमता कमजोर हुन सक्छ। किनकि सृजनशीलता सुविधा खोजेर होइन, समस्या सामना गरेर विकसित हुने गुण हो। यद्यपि यसको अर्थ एआई खराब प्रवृत्ति हो भनेको होइन। वास्तवमा एआई मानव जीवनलाई अझ सहज, उत्पादक र प्रभावकारी बनाउन सक्ने शक्तिशाली साधन हो। चिकित्सा, शिक्षा, अनुसन्धान र उद्योगका धेरै क्षेत्रमा यसले उल्लेखनीय योगदान गरिरहेको छ। समस्या प्रविधिमा होइन, त्यसप्रतिको आफ्नो निर्भरतामा छ। यदि एआईलाई सहायकका रूपमा प्रयोग गरियो भने यसले मानव क्षमतालाई अझ विस्तार गर्न सक्छ। तर यदि हामीले सोच्ने, विश्लेषण गर्ने र निर्णय गर्ने जिम्मेवारी पूर्ण रूपमा एआईलाई सुम्पियौँ भने त्यसले मानव क्षमतामाथि नै प्रश्न उठाउन सक्नेछ। भोलिको संसारमा सफल हुने मानिस एआई प्रयोग गर्न जान्ने मात्र होइन, एआईले दिएको जानकारीलाई परीक्षण गर्न सक्ने, त्यसमाथि प्रश्न उठाउन सक्ने र आफ्नै मौलिक विचार निर्माण गर्न सक्ने व्यक्ति हुनेछ। किनकि एआईसँग सूचना हुन सक्छ तर चेतना हुँदैन। एआईसँग उत्तर हुन सक्छ तर अनुभव हुँदैन। एआईसँग गणना गर्ने क्षमता हुन सक्छ तर विवेक हुँदैन। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती एआईको विकास होइन, बरु एआईको युगमा मानव क्षमतालाई कसरी जोगाउने भन्ने हो। हामीले एआईलाई आफ्नो सहयोगी बनाउने कि आफ्नै दिमागको विकल्प बनाउने भन्ने निर्णय आज गर्नुपर्ने छ। किनकि प्रविधिको इतिहासले एउटा यस्तो कुरा स्पष्ट देखाएको छ, जुन क्षमताको प्रयोग बन्द हुन्छ त्यो क्षमता बिस्तारै हराउँदै जान्छ। र यदि मानिसले सोच्ने, प्रश्न गर्ने र सृजना गर्ने बानी नै गुमायो भने त्यो दिन प्रविधिको विजय मात्र होइन, मानव क्षमताको पराजय पनि हुन सक्छ।